सानो कुरा निवेदन के गर्न चाहन्छु भने यो मन्त्रालय मैले सम्हालेदेखि नै एउटा भाष्य एउटा नैरेसन के भयो भने यो मन्त्रालय भनेको यसको काम वैदेशिक रोजगार मात्रै हो अरू केही कामै छैन भन्ने खालको एउटा भाष्य निर्माण भएको थियो। हो, श्रम रोजगार सामाजिक सुरक्षा कल्याण मन्त्रालयमा हामीले यदि हेर्ने हो भने चाहिँ यसका संरचनात्मक सङ्गठनदेखि लिएर कुरामा हुँदाखेरि सबैको दृष्टिकोण ध्यान नीति नियमदेखि चाहिँ वैदेशिक रोजगारलाई चाहे व्यवस्थापन होस् चाहे त्यसलाई चाहिँ सहुलियत होस् जे होस् चाहिँ त्यो संरचना कुराहरू थिए। वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, सामी रेमी यो जम्मै कुराहरू चाहिँ हामी त्यहाँ जोडिरहेका थियौँ। र त्यति बेला एउटा ठुलो चाहिँ च्यालेन्ज एउटा चाहिँ के आयो मुलुकमा भने मुलुकमा सबभन्दा ठुलो चाहिँ चुनौतीको विषय के आयो भने मुलुकमा चाहिँ सम्पूर्ण देश डुबिसक्यो। यहाँ कुनै किसिमको चाहिँ अवसरै छैन, केही काम गर्ने ठाउँ पनि छैन, सबै विदेश गएका छन्, राज्य पनि विदेशी पठाउनुमा छ, सारा नेपालीहरू चाहिँ खाली भएको छन्, घर गाउँ खाली भएको छ, सब कुरो खाली भएको छ भन्ने कुरा उठ्यो। र उठ्यो के भन्नुहुन्छ भने नेपालमा रोजगारको सम्भावना नभएको हुनाले सबैजना वैदेशिक रोजगारीमा जाने अवस्था सिर्जना भयो भन्नु। यो विषयमा हामीले छलफल गर्ने काहीँ न काहीँ त छलफल गर्नु पर्यो नि, यो हो कि होइन यस्तो के कुरा हो भन्ने कुरो थियो नि। त्यो हुँदाखेरि चाहिँ सबभन्दा पहिले हामीले यो सरकार आउने बित्तिकै हामीले यो चाहिँ श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालयको संगठनात्मक पुनर्संरचना गरेर मुलुकभित्र आन्तरिक रोजगारका सम्भावनाहरू के छन्, यहाँ छन् कि छैनन् भन्ने कुराको लागि हामीले आन्तरिक रोजगार महाशाखा बनायौँ। र महाशाखाले गर्ने कामहरूको सुरुवात गर्दाखेरि महाशाखाले के गर्ने भन्दा आन्तरिक रोजगारका सम्भावनाहरू कहाँ छन् के छन् भन्ने कुराको लागि मध्यनजर राख्दै आन्तरिक रोजगारको सम्भावना छ, राज्यले आन्तरिक रोजगारका सम्भावना पहिल्याउनु पनि पर्छ, यसका क्षेत्रहरू पनि छन् र के छन् भन्ने कुराको लागि चाहिँ हामीले आन्तरिक रोजगारी दशकको स्ट्राटेजी बनाएर चाहिँ यो दशकलाई चाहिँ यदि हामीले आन्तरिक रोजगार दशकको रूपमा अगाडि बढाउन सक्यौँ भने यसका सबै सम्भावनाहरूको बारेमा छलफल हुन्छ, यसका अवसरको बारेमा छलफल हुन्छ र कालान्तरमा यसले के छ भने वैदेशिक रोजगारको निर्भरतालाई कम गर्दै आन्तरिक रोजगारलाई चाहिँ व्यवस्थित गर्दै जान्छ र त्यसले मुलुकलाई चाहिँ फाइदा पुग्छ भन्ने कुराको निचोडमा चाहिँ के भने हामीले यो आन्तरिक रोजगार महाशाखा र यसको अन्तर्गत चाहिँ नि विशेष गरेर तीनवटा पक्षलाई अगाडि सार्ने प्रयास गर्यौँ, जसको निम्ति हामीलाई आन्तरिक रोजगारी दशकको रणनीतिले तपाईहरु रणनीति पनि यहाँ आज आयो। त्यसले हामीलाई चाहिँ को छन् त यसका स्टेक होल्डरहरू, यसका चाहिँ नि को हुन्, यसका चाहिँ सरकारवालाहरू को छन् त्यसलाई एक ठाउँमा राखौँ भन्ने हिसाबमा आन्तरिक रोजगार महाशाखाको कार्यविधि अगाडि बढाउने सिलसिलामा आज मलाई लाग्छ हामीले पहिलो पटक आन्तरिक रोजगार महाशाखासँग सरकार राख्ने विषयहरू र आन्तरिक रोजगारका सम्भावनाका कुराहरूलाई एक ठाउँमा राखेर छलफल गर्ने यो पहिलो छलफल हो। त्यसोले यसले एउटा डिपार्चर गरेको छ, यसले विशेष गरेर मुलुकको रोजगार क्षेत्रमा एउटा चाहिँ नयाँ डिपार्चर, एउटा नयाँ सुरुवात, नयाँ माइलस्टोन खडा गरेको छ भन्ने मलाई त्यो लाग्छ। त्यहाँ म त्यो कुरो निवेदन गर्न चाहन्छु यहाँहरूलाई। र त्यही गर्ने सिलसिलामा चाहिँ के भने दुई तीनवटा भाष्यहरूलाई चाहिँ हामीले अब निर्ममतापूर्वक छलफल गर्नुपर्छ जस्तो मलाई लागेको छ। जसरी हामी एउटा चाहिँ के भन्छ अत्यन्तै निराशाजनक अवस्थामा, नैराश्यताको अवस्थामा एउटा नेगेटिभिटी मात्र बढाएर लिएर जाने कुरालाई चिन्ताएर हामीले निर्भरतापूर्वक चिर्नै पर्छ। यदि यसको हामीले चिरफार गर्न सकेनौँ भने हामी समयप्रति र मुलुकप्रति इमान्दार भएको चाहिँ रहँदैन। अहिले मुख्य कुरा के आइरहेको छ भने दुईटा महत्त्वपूर्ण विषय, मुलुकमा रोजगारका सम्भावना नभएको हुनाले सम्पूर्ण युवाहरू चाहिँ मुलुक बाहिर गइरहेका छन्। अनि बाहिर गएका मानिसले केही सिकेर आयो भने उनको लागि कहीँ पनि केही छैन, फेरि अर्को ठाउँमा गइरहेका छन्। अनि त्यसमा चाहिँ मुलुक त कसले बनाइदिन्छ यहाँ? अनि के छ भने गाउँ खाली छ, कोही जाँदैनन् भन्ने कुरो छ। मेरो एउटा यक्षेप प्रश्न छ। यो यक्षेप प्रश्न के हो भने गाउँ कहिलेदेखि खाली भएको? नेपालमा गाउँ खाली हुने परिस्थितिको निर्माण कहिलेदेखि भएको? के कारणले भएको?
बाध्यात्मक अवस्थाको आप्रवासनको कारण के हो? हामी त के भने बाटो हिँड्यो, कुनै लौरो बिर्स्यो अथवा चाहिँ नि नदी तर्दै गएको छ, कुनै गर्दैछ भावहरू छन् त्यहाँ। हामीले फर्केर हेर्नै पर्छ। यो मुलुक करिब करिब 15-20 वर्ष 25 वर्षको विभिन्न किसिमका द्वन्द्वबाट हामी आइपुगेका छौँ। त्यो द्वन्द्वका असरका प्रभावहरू भन्ने कुरो चाहिँ यदि हामीले बिर्स्यौँ भने हामीले सही ढङ्गबाट चाहिँ त्यहाँ अगाडि बढ्नु हुँदैन। इतिहास बिर्सिनु हुँदैन, इतिहासबाट सिक्नुपर्छ। इतिहासबाट सिक्न सकेन भने हामी चाहिँ भविष्य बनाउन सक्दैनौँ। हाम्रा इतिहासका त्यो कठोर क्षणहरूलाई चाहिँ हामीले बिर्स्यौँ भने हामी सट्ट अहिले जे छौँ त्यो कुरा होइन। आप्रवासन नीति पनि कुराहरू उठेको छ हो, राष्ट्रिय आप्रवासन नीतिका कुराहरू। अहिले राष्ट्रिय आप्रवासन नीति नेपाल सरकारले पहिलो पटक राष्ट्रिय आप्रवासन नीति हामी बनाउँदैछौँ, नेसनल माइग्रेसन पोलिसी, जो अहिले क्याबिनेटमा छ। कुनै पनि बेला क्याबिनेट मिटिङमा पनि त्यो चाहिँ एप्रुभ हुन्छ। त्यो भनेको आउने मात्र जाने मात्र होइन कि ओभरअल नेपालको इकोसिस्टम के हो, के हुन्छ। गाउँदेखि लिएर सहर हुँदै चाहिँ विदेशदेखि लिएर फेरि त्यहाँबाट फर्काएर सहरदेखि फेरि गाउँसम्म पुर्याउने इकोसिस्टम के हुनसक्छ भन्ने एउटा ओभरअल ब्रोड एउटा चाहिँ के भने नेपालका विज्ञहरूको चाहिँ संलग्नतामा हामीले एउटा राष्ट्रिय नीति आप्रवासन नीति बनाएको छौँ, जो आप्रवासन नीति अहिले क्याबिनेटमा छ। क्याबिनेटबाट एप्रुभ भएपछि त्यसले चाहिँ त्यहाँबाट सार्वजनिक रूप लिन्छ। त्यसमा फेरि हामी व्यापक छलफल गर्छौँ। मलाई थाहा होला करिब करिब 1 वर्षभन्दा बढी समय लगाएर ती विज्ञहरूले बनेका चाहिँ कुराहरूलाई हामीले ओपनली वेबसाइटमा आम छलफलको लागि राखेर सबै चाहिँ स्टेक होल्डरसँग सल्लाह लिएर त्यसलाई हामी के छ भने नीति प्रस्थानदेखि लिएर नेपाल सरकारको चाहिँ विभिन्न योजना आयोगदेखि लिएर सबैको इनपुट लिएर हामीले त्यसलाई अगाडि बढाएको छौँ। त्यसले एउटा त्यो साइकललाई, त्यो इकोसिस्टमलाई अगाडि बढाउन सक्छ। आप्रवासनको चाहिँ नि त्यो साइकल, त्यो इकोसिस्टम कहाँबाट सुरु भएर कहाँ आउँछ, त्यो हुने बित्तिकै हामीले इतिहास चाहिँ बिर्सिनु हुन्न। चिन्ता अहिले भर्खर रेमीको चिन्ता चाहिँ नि रिप्रेजेन्टेटिभ चाहिँ मधुसिकाले जे भन्नुभएको छ, 1960 मा कोरिया कहाँ थियो, आज कोरिया कहाँ छ। मलाई कोरियाको राजदूतले भन्नुभएको थियो, तपाईँहरू किन वरि गर्नुहुन्छ? 60s मा हाम्रा बाउबाजेहरू चाहिँ गल्फमा गर्छन्, त्यहाँ खाडीमा त्यो ताप चाहिँ गरेर काम गरेर आएकै हुन्। हाम्रा आमा र बजेहरू चाहिँ त्यहाँ जर्मनीमा गएर भाँडा माझेर आएकै हो। त्यहाँबाट आएर अहिले हामीले हाम्रो मुलुक बनाएको हो। त्यो अवसर त उनले चाहिँ के छ भने चाहे त्यो हामी कोरिया कुरा गरौँ, चाहे त्यो हामी जापानको कुरा गरौँ, चाहे भियतनामको कुरा गरौँ, चाहे कम्पुचिया कुरा गरौँ, चाहे लाओसका कुरा गरौँ या कहीँ कुरा गरौँ, चाहे हरेक मुलुक एकचोटि यो चक्करमा परेको छ। त्यो चक्करमा पर्दा फेरि म के भन्छु भने हिजो विभिन्न द्वन्द्व हुँदाहुँदै सशस्त्र द्वन्द्वको टाइममा अलिकति हुने खाने मानिस चाहिँ गाउँमा बस्ने अवस्था थियो त। अनि गाउँ कहिले खाली भयो त? गाउँ खाली भनेको चाहिँ नि अपर्च्युनिटी नपाएर, अवसर मात्र नपाएर हो कि एउटा परिस्थिति बाध्यात्मक अवस्था सिर्जना भएर त्यो अवस्थामा बस्नै नसक्ने अवस्था सिर्जना भएको हो कि यो सत्य हो कि होइन? यदि यो सत्य हो भने चाहिँ गाउँबाट मान्छे कहिले पलायन हुन थाले? गाउँबाट मान्छे पलायन हुन थालेको इतिहास कहिलेदेखि सुरु भएको छ? अनि ती गाउँबाट चाहिँ बाध्यात्मक अवस्थामा को भन्दा गाउँमा अलिकति हुने खाने अलिकति पुँजीवादी अथवा पुँजी भएको मान्छे जसले गाउँको विकासमा या त्यहाँ चाहिँ रोजगारी सृजना गर्ने कुरामा या त्यहाँ चाहिँ उद्यमशीलता गर्ने सृजनामा जोसँग त्यो क्षमता थियो, पुँजी थियो, ती मानिस गाउँबाट चाहिँ पलायन हुनु पर्यो। त्यसले गर्दा फेरि त गाउँको उद्यमशीलता त सिद्धेर गर्ने, गाउँको डेभलपमेन्ट त सिद्धेर गर्ने, गाउँका विकासका कुराहरू त सिद्धेर गर्ने। अनि ती मानिसहरू इमेजिन गरौँ, अहिले तपाईँ हामीले काठमाडौँ देख्या मान्छे नि त हो। यो 15 वर्ष 20 वर्षको दरमियानमा काठमाडौँको जुन खाल भए, जसरी काठमाडौँमा चाहिँ इन्फ्लक्स अफ द पपुलेसन भएर आयो, अनि यहाँ आएपछि अन्त कहाँबाट रोजगारी हुन्छ त्यहाँ? अनि एक महिना होइन, 2 महिना होइन, 1 वर्ष होइन, 2 वर्ष होइन, 4 वर्ष होइन, मानिस त यहीँ बस्नु पऱ्यो नि। फर्केर आएका मान्छे फर्केर जाने अवस्था छैन। अनि के गर्छ? त्यहाँ भएका चिजलाई यहाँ लिएर आएर यहीँ व्यवस्थित गरिदियो। अनि त्यो सबै गाउँहरू चाहिँ नि सहरमा आएर चाहिँ गाउँ सहरमा बस्यो। गाउँ सहरमा बसेको छ, सहरका सुविधा छ, यहाँ छोरीछोरी पढाएको छ, यहाँ जन्मिया चाहिँ यहीँ आएर जन्मेका बच्चा पनि 12-15 वर्ष भइसक्यो स्कुलमा पढ्दैछन्, त्यसलाई गाउँमा स्कुलमा पढाउने कुरो चाहिँ नि कसले चाहन्छ त्यहाँ? यो भिसियस सर्कलबाट हामी चाहिँ नि आप्रवासनको एउटा सर्कल सुरु भएको छ, जसले गर्दा फेरि यो बाध्यात्मक अवस्थाले गर्दा फेरि हाम्रो
वैदेशिक रोजगारमा जाने कुरो भएको छ। त्यसो अहिले यहाँ सरकारको कुरा, आर्थिक गतिविधिको कुरा, यो सरकारले सकेन, यस्तो व्यवस्थाले सकेन, यो सबै सिस्टमसँग जोड्ने कुरामा हो, यो पोलिटिकल रिजन हो, त त्यो बारेमा छलफल गर्नुपर्छ। यो हामीले एकअर्कालाई दोषारोपण गरेर कुरा होइन। यो चिजलाई चाहिँ कसरी हामी यो सिस्टममा लिएर जान्छ अब, यो यथार्थ र यो सही कुरालाई चाहिँ नि हामीले कसरी अगाडि बढाएर जाने भने कुनै हुँदाखेरि हामीले यो तीनवटा विषयलाई राख्यौँ। एउटा जुन विषयहरू यहाँ आयो, मुलुकमै रोजगारका सम्भावनाहरू यथेष्ट रहेछन्, तर रोजगारदाताको पनि प्रतिनिधिले के भन्यो भने हामीले भने जस्तो जनशक्ति पाएनौँ। ट्रेनिङका कुराहरू यहाँ उठे, एउटा मानिसले चाहिँ नि 100वटा 200 ट्रेनिङका चाहिँ 100 रुपियाँ बोकेर हिँडेको छ, उसले रोजगारी पाइरहेका छैन। अब रोजगारदाताले उपयुक्त चाहिँ तपाईँको चाहिँ जनशक्ति पाइरहेका छैन, जसले गर्दाखेरि उपलब्ध रोजगारीहरू चाहिँ नि यहाँका नेपालीले त्यो अवसर प्राप्त गर्न नसक्ने, अनि तिनै काम चाहिँ गर्ने भने त्योभन्दा नि तल्लो कामको लागि बाहिर जानुपर्ने, यहाँको उपलब्ध चाहिँ बाहिरबाट आएर मान्छे लिने। यो बारेमा पनि हामीले छलफल गऱ्यौँ नि त। त्यसो हुनाले कुन कुन सेक्टरमा छ त भन्ने विषयमा आज पनि एउटा के छ भने एग्रिमेन्ट भयो। फुटवेयर एसोसिएसन नेपाललाई चाहिँ नि हाम्रो राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठानका तालिममा बारे पनि लामो कुराहरू छलफल भयो। धेरै कुराहरू यहाँ क्लियर आए, स्टार्टअपको बारेमा धेरै कुरा क्लियर आए, उद्यमशीलताको बारेमा धेरै कुराहरू आए। यो सबै आए, कहाँ आए भने आज यही ठाउँमा आए। हामीले ल्याउन खोजेकै त्यही हो। हामीले ल्याउन खोजेको कहाँ भन्दैछ भने आन्तरिक रोजगारी महाशाखा अन्तर्गतको जुन हामीले अब यहाँबाट चाहिँ नयाँ प्रस्थान बिन्दु सुरु गरेका छौँ, यो प्रस्थान बिन्दु सुरु हुँदाखेरिको चाहिँ को स्तरको यहाँको चाहिँ सरकारवाला हो भन्दाखेरि एक थरी नेपालमै रोजगारका सम्भावना हुँदाहुँदै रोजगार नपाएका श्रमिकहरू चाहिँ त्यहाँ, अनि एक थरी चाहिँ नेपालबाट बाहिर गएर केही न केही सिकेर आएका सिप पुँजीले जाँगरलाई चाहिँ त्यहाँबाट अनि कसरी त्यसलाई व्यवस्थापन गर्ने, यो दुई थरी हो चाहिँ त्यहाँबाट। दुवै थरीको ट्रेनिङदेखि लिएर चाहिँ रिटर्नीको पनि हामीले पार्टिसिपेसन यहाँ देखेका छौँ। ती रिटर्नीहरूको कुराहरू पनि, तर अब रिटर्नीहरूले पनि के छ भने म त रिटर्नीहरू पनि साथीहरूले भन्न चाहन्छु, हिजोको त्यही परिस्थितिले हिजोको गीत गाएर भएन। अब त तपाईँले प्लेटफर्म पाउनु भएको छ। यो प्लेटफर्मबाट कसरी चाहिँ फाइदा उठाउन सकिन्छ र यो प्लेटफर्मबाट कसरी चाहिँ रिटर्नीहरूलाई चाहिँ के भने हामी रिट्रेसन गर्न सक्छौँ भन्ने कुराको बारेमा अब ठोस कुराको कुरा गर्नुपर्छ। हिजोको इतिहासमा हामीलाई हेरेन हो, अब हेर्न खोजिएको छ नि त। सरकारले हेर्न खोजिएको छ भने कहाँ हेर्ने, के हेर्ने भन्ने कुरा चाहिँ नि यथार्थपरक र वस्तुपरक रूपमा राख्नु पर्यो। अब हामीले एकअर्कालाई दोषारोपण गर्ने अथवा एउटा छिनीबाट भनौँ लक्ष्यदार कुरा गर्ने दिन गयो, जानुपर्छ। अब काम गर्नुपर्छ। काम गर्नको निम्ति चाहिँ हामीले गर्नु खोजिराख्यो। त्यसो मलाई के लाग्छ भने मैले सबैलाई धन्यवाद दिन्छु। हरेक कोणबाट कुरा आएको छ, आशंकाका कुरा पनि आएका छन्, किनभने त परिस्थिति छ नि त। लामो लामो कुरा पनि भएको छ त, काम केही पनि भएको छैन। सही कुरा हो चाहिँ त्यहाँ एकछिन मानव सबै कुरा चाहिँ ठिक छ भन्दैछ त फेरि किन चाहियो चाहिँ कामहरू त ठिक त छैन नि। नीति ठिक छ भने पनि काम ठिक भएको छैन, या व्यवहार ठिक भएको छैन, या त्यसको चाहिँ नि कार्यान्वयन पछि ठिक भएको छैन, कहाँ ठिक भएको छैन त। त्यसैले आज हामीले सबै सरोकारवालालाई एक ठाउँमा ल्यायौँ र त्यहाँबाट जे निचोड आएको छ मलाई लाग्छ त्यसले हामीले अगाडि बढाउनु पनि सजिलो भएको छ। त्यही कुरामा प्लानिङ कमिसन, देशको राष्ट्रिय योजना आयोग जसले चाहिँ के भने आगामी 16-15 वर्षीय योजनालाई कसरी लिएर जाने कुरा उठिया छ। केही त बडा चाहिँ नि रमाइलो कुरा पनि आयो। यहाँ मुलुकको सम्पूर्ण मुलुकको चाहिँ नि निक्षेपको ब्याङ्कमा राखेको सम्पूर्ण मुलुकको निक्षेपको 3% चाहिँ नि लगानी कहाँ हुन्छ भन्नुहुन्छ भने सबभन्दा ठुलो क्षेत्रमा हुन्छ। अनि तर के भने रोजगार अहिले भर्खर उहाँले कसले भन्नुभयो थियो त्यहाँ 25 करोडको योजना छ, रोजगार 4 जनालाई उपलब्ध गरेको छ भनेपछि अब त्यो 25 करोडको योजनालाई चाहिँ त्यहाँ रिबेट दिने कुरा गर्ने जसले 4 जना चाहिँ दिन्छ अथवा 400 मान्छे जसले चाहिँ त्यहाँ उत्पादन गर्छ या 400 मान्छेलाई रोजगारी दिन्छ त्यसले सुविधा पाउने भन्ने विषयमा पनि यहाँ कुराकानी भएको छ नि त। एसएमइजको कुराहरू जाँदाखेरि त्यहाँबाट मेजोरिटी अफ द एसएमइजले चाहिँ त्यहाँ चाहिँ सर्भिस प्रोभाइड गरेर देखिन्छ त्यहाँ। तर त मैले अन्यथा भन्नु कुरो हुँदैन, तर ठुल्ठुलो छातावाला छाता सङ्गठनवाला त खै रोजगारी सिर्जना त
ठुल्ठुलो उद्योगले त खै रोजगारी सृजना गरेका छ। रोजगार चाहिँ एसएमईजले गरिरहेको रहेछ नि यहाँ त। यो सबै विषयलाई चाहिँ के भने मलाई लाग्छ कि एक ठाउँमा बसेर हामीले छलफल गर्नुपर्ने क्रममा अब अहिले आएर हामीले के छ भन्छ भने आन्तरिक रोजगारीका सम्भावनाहरू अवसरहरू तिनका लागि आवश्यक चाहिँ त्यहाँ चाहिँ नि त्यो जनशक्ति उपयुक्त जनशक्ति तयार गर्नको लागि चाहिँ नि हुनुपर्ने सिप र चाहिँ त्यहाँ चाहिँ व्यावसायिक तालिमका कुराहरू अथवा तालिम